हामी आइपुग्यो तपाईँ माझ आजको हाम्रो डेस्टिनेसन छ तनहु हामीसँग हुनुहुन्छ साथमा युवराज भाइ यस के भन्नुहुन्छ त खासै बेर भयो जस्तो ला होइन हजुर टाइममै पुगेर ओके छ त ल हामी साथसाथै अब जाने तयारी गर्दैछौँ गाइज अब 5-7 मिनटमै हिँड्छौँ यहाँबाट अहिले चाहिँ बिहानको 9:40 भएको छ 9:40 भएको छ यहाँको माहौल यतिको छ बाटोमा बेडुला ल गाइस आज चाहिँ हामी फेरि तनहु जानु लागेको हामी साथमा हुनुहुन्छ युवराज भाइ वान एन्ड ओन्ली युवराज भाइ अब गइहाल्ने दुईवटा बस मिस भइसक्यो ट्याक्सी आइसक्यो आछिन तपाईँहरूले चाहिँ हामी तनहुको भ्यूहरू तनहुमा घुम्ने ठाउँहरू सब देखाउँछौँ ओ माइक खोइ माइक लिनु बिर्छु चाहिँ लगाइन्छ हामी चाहिँ अब एडभेन्चर गर्नु हिँडेको अब कतिवटा 5वटा 6वटा बस्ती गर्नु अरे 5वटा होइन 5वटा बस्ती जान्छौँ हेरौँ बाटोमा कस्तो हुन्छ कोपरेट लाग्छ देखेर पिता भएको कलले पेसा देखेर पिता लगाइस अर्को भिडियो है लभ इज नट ब्लाइन्ड Lover is blind. Two hours later. Sam finally हामी तनहु झरिसकेछौँ बस भर्खर हैन एकदम फ्रेस हामी चाहिँ रुममा हुन्छ रुमतिर जाने भनेको यसो खाजासाजा खाएर जानु पर्ला त्यस्तै छ भन्ने चाहिँ प्लानिङ हो अहिले चाहिँ हामी कुन ठाउँ भन्छ खै यतातिर अब तनहु के चाहिँ उतारा भएको थियो कि नेपाल पुलिस नजिकै ठिक छ गाइसहरू 4 गर्दै हिँडिरहेछन् अहिले चाहिँ हामी अब ब्लग गर्दैछौँ के गर्नुहुन्छ त हामी चाहिँ कहाँ पुग्यौँ अरे तनहुको कुन ठाउँ थाहा भएन अनि कस्तो लाग्छ ट्रिप जस्ट मलाई ल्यागिङ भइरहेको तर तिमीले एउटा गल्ती गर्यौ के माइक लिनु बिर्स्यौ क्या तिमीले चार्ज लागेन माइक लिनु पर्ने रहेछ मैले अहिले चाहिँ कुन ठाउँ थाहा भएन केराबारी भन्दा हुन्छ होला सायद ल है त्यतिर हामी चाहिँ केराबारी हामी त केराबारी गाइजहरू थकित छन् 12 घन्टाको के भन्छ यसलाई यात्रापछि थकित एकजना भाइ भित्र सुतिरहेछन्
नारायण दाईको पसल है नारायण दाईको पसल हो यस हामी चाहिँ नारायण दाईको पसलमा आइपुग्यौँ कस्तो ठिक छ उसलाई भोमिट गरेर बेहाल भएर बसिरहेको थिएँ अहिले उहाँलाई ठिक छ यो हो हाम्रो फुटसल तनाव फुटसल नाम चाहिँ थाहा भएन है बोर्डको यहाँ रहेछ गण्डकी मल्टिपल कलेजेसबाट स्विट 2081 होइन रहेछ सायद हान्ने एक म्याच ओके गाइजहरूलाई स्टेडियम मन परे जस्तो छ फुटसल स्टेडियम खै बाबा ए आउनुहुन्छ होला दिदी सुजना दिदीलाई चिन्छौ चिन्दैनौ स्कुल गएन आज किन अल्छी लाग्यो गाइस अहिले चाहिँ हामी के लन्डन ब्रिज तनहुको लन्डन ब्रिजबाट फर्किँदैछौँ केही 10-15 मिनट जति बस्यो होला सायद 10-15 मिनटको ठिक छ रमाइलो भइरहेछ लन्डन ब्रिजमा गाइस अब चाहिँ हामी फाइनली जान लाग्यो अर्को डेस्टिनेसनमा See you on next vlog. No, not over, man. See you on next episode. त्यो तिनजना जान्छु म मोटो भयो धेरै छैन मोटो त रोशन याद छ नि त मोटो छैन मभन्दा त ल गाइस अलिबाट ल A few moments later. अहिले हामी फेरि आयो सेती नदीको किनारमा तल देख्न सक्नुहुन्छ कन्स्ट्रक्सन काम भइरहेछ धेरै नजिक नजाऊ त्यहाँ हेर न के ठाउँ यस्तो म त कहिले लाइफमै देखेको थिइनँ के ठाउँ जान मिल्छ के त बङ्गसलाई के हो ओडार जस्तो है ओडारै भन्छ गुफा कस्तो के आँखामा Guys, we're done already. Lady rider on the floor. Big shout out to Miss Entry. No worries. Record of video भइरहेको छ बोल्नु बोला अब हामीहरु चाहिँ अब नेक्स्ट डेस्टिनेसन जान लागेको एउटा स्कुटीको सर्भिसिङ नभएर तिरपलहरु जानु परिरहेछ के भयो गाइसहरु बस मैं इधर आकर टूट गया ल गाइज सबैले हेर्नुस् अगाडि गिरेदाले चलाइरहेछन् बीचमा मिलन भाइ बस्नेवाला छन् पछाडि म यदि यो ब्लग आएन भने क्यामेरा खोलेर हेर्नु होला ल गाइज अहिले चाहिँ हामी केराबारी भन्छ हैन
केराबारी आइपुग्यो यो के हो थाहा छ यो मिलन भाइ काब्रोको अचार हरिब हुन्छ अरे नि दिदीले भन्नु त नभए हाम्रो माथि बसेर पनि डाइरेक्ट नजानु भन्नु यही बाटो हो भनेपछि अब हामी चाहिँ त्यो चिसो खोल्दै गर न हामी चाहिँ अब स्लाइस ल खोल्न मजा आउँछ राति पनि त के भइहाल्यो यो चाहिँ पहाडीको चाहिँ खानी सर तनहु बजार सरजी हजुर जे पनि हुन्छ फ्रुटी कि स्प्राइट जे पनि हुन्छ क्या जे पनि हुन्छ फ्रुटी कि स्प्राइट आद्य देखाउँला नि तनहु बजारमा माथि आइपुगेको छौँ आज चाहिँ लोकल कुखुरा क्याम्प फायर बस्ने भन्दैछन् साथीभाइहरू पछि भेटौँला गाइस सियु हामी चाहिँ आइयो अब यहाँ कुखुरा हन्ट गर्न खै कता गइन् होइन यो त होइन यो होइन विनायक फ्रेस हाउस एन्ड कुखुरा सप्लायर्स वाट्स द प्लान के गर्ने त अब के गर्ने त अब यही हो के नम्बर अहिले भर्खरै हेरेकोमा अब कहाँ जाने कहाँ छ अब अरू अहिले चाहिँ साँझको 5:13 फोकस गरेन जस्तो छ अहिले चाहिँ हामी तनहु फार्म हाउसमा आएका छौँ यो चाहिँ हाम्रो फार्म हाउस तरकारीहरू हुँदैछ आजको बारबेक्यू प्लान हुँदैछ सरी बारबेक्यू प्लान हुँदैछ बारबेक्यू गाइजहरू यता यता हाम्रो चल्लाहरू लगता है बारिश हो रही है पानी पऱ्यो क्या यार पऱ्यो परेको उता छन् हाम्रो सुजना बहिनी अनर अफ दिस फार्म हाउस अच्छा यहाँ फार्म हाउसको बारेमा नलेज दिनु ओके ओके यो चाहिँ भेन्टिलेसन खोलेको हुन्छ नि नराम्रो चाहिँ यहाँबाट निस्किन्छ कि तातो हावाहरू माथिबाट चिसो भयो अहिले यहाँ धेरै नै छ कि त्यो सिफ्ट गर्न छ लाइट चाहिँ रातिमा बाल्ने हो हजुर यो चाहिँ तातो बत्ती हो एलवाला टल्के छ नि यो तातो बत्ती हो अब यिनीहरू ठुलो भयो यिनीहरूलाई पर्दैन ओके हजुरको 14-15 दिनपछि खासै पर्दैन कि त्यो घरमा यिनीहरू खास हुने अच्छा धेरै भएको भएर यता सिफ्ट गरेको बिस्तारै गर्ने हो ओके अब अहिले बाल्नु पर्दैन अलि नर्मल लाइटले चाहिँ हुन्छ ठिक छ यहाँ चाहिँ हाम्रो पम्किन हो पम्किन सिमी पनि मिक्स रहेछ पम्किन ओके ठिक छ फर्सीको मन्टा खानुपर्छ किम्बु बोलिरहेको छ किम्बु अलि खाएको खानुभयो यस कपडा के गर्ने हजुरको त्यहाँ मिसिनमा हालिदिन्छ म छाड्दै बेलुका बिहानसम्म भएको त 1 पाउ आधा किलो छ र आधा किलो हो छैन
कोही के होला 40-45 दिनमा चाहिँ निस्किन्छ कति दिनको भयो यिनीहरू 20-22 भयो होला फर्स्ट भ्याक्सिनेसन हुन्छ 7 days 7 पछि 14 यही लगाउँछ। 14 पछि कहिले 22 पानीमा दिन्छ सक्यो भने पोसिबल आँखामा हाल्ने बेस्ट नहाल्यो भने चाहिँ पानीबाट दिने ठिक छ आइएम क्याप्चरिङ अनि यिनीहरूलाई खुवाउनुपर्छ यो चाहिँ लिभर टनिक हो यिनीहरूले जन्मिने बित्तिकै 5वटा रोग चाहिँ बोकेर आउँछ को सर्भाइभ गर्छ को गर्दैन त्यो उनीहरूको भयो होइन त्यस्तो हुन्छ अस्ति कता न्युजमा नि कति मार्को खाल्टो खनेर गाडेको थियो त कतापट्टि त्यस्तो रोग लाग्यो भने त्यस्तो गर्नुपर्छ बायोडाइभर्सिटी के भनेर थियो के हो त्यो चाहिँ थाहा भएन खुल्लै रह्यो ठिक छ बिचमा ग्याप राखेर चाहिँ च्याउ लगाउने भनेर त्यो ड्रम देख्नुहोस् नि त्यसको लागि लिएर आएको अच्छा कुन डल्लोवाला कि अर्कोवाला काठमा फल्नेवाला होला खै थाहा भयो नि त्यो ड्रममा त किन हाल्छ ओके अनि किन्नु नि यहाँ हो आफै उमेरेको त होला नि यो के किमु हजुर त्यो माटो पनि यस्तो साह्रो छ यहाँको यो यत्तिकै हुँदैन के हिलो भयो भने बेसरी हिलो भइदिने गाउँमा त्यस्तै त हुन्छ त्यही माटो थाहा छैन माटोको बारेमा भनेर यस्तो पानी पर्दैन भने खुट्टै फुस्छ है अलिकति पानीले हुँदै हुन्न तल यति भिज्दैन क्या अनि पानी हाल्न नि स्ट्रगल छ क्या 1-1.5-2 घन्टा पानी कहाँबाट आउँछ यो पानी फेरि यो पानी डाइरेक्ट आउँछ खोला हो खोला होइन ओके ल जाऊ फाइनली हाम्रो रिसर्च सकिसकेछ हामी चाहिँ फार्मर्समा हामी चाहिँ फोटो सुट गर्दै कस्तो लागिरहेछ फार्ममा एकदम रमाइलो हेर्नु सक्नुहुन्छ फार्म छ नेचुरल भ्यू प्लस नेचुरल भ्यू ठिक छ नि खै कुखुरा अब कतातिर आएको बल्ने जम्प अब त्यहाँतिर ठुल्ठुलो पिसहरू जिरमा पोल्नुपर्छ सानसानो पोल्नुपर्छ कसरी काट्ने भनिदिनुहोस् यस्तो गर्नु यस्तो गर्नु यसको नङ्गा गरिदियो बिचारेको उता खिचेन भयो मम्मी त्यही हुनुहुन्छ होइन छोडिदिनु